नमस्ते सबैजनालाई। आज चाहिँ हामी हेटौडा हुँदै सिक्लेस जाँदैछौँ। सिक्लेससम्म त आज हाम्रो यात्रा हुनेछ भन्दाखेरि हामीसँग छ बाइक। हामी दुईजना छौँ, म र अविनाश दोस्त। र आज चाहिँ हामी सिक्लेस जाँदैछौँ। भोलिबाट चाहिँ हाम्रो कोरीको ट्रेक स्टार्ट हुन्छ र हेर्दै जानु होला। अब हामी चाहिँ बिस्तारै बिस्तारै जाँदैछौँ। बाटोमा राम्रो राम्रो कुराहरू देखाउँदै जानेछौँ हामी। ल चाहिँ हामी हेटौडाबाट हिँडेको 2 घन्टापछि मुगलिन आइसकेको छौँ। र यहाँ छ अविनाश दोस्त यहाँनिर। र अविनाश दोस्त र म चाहिँ जाँदैछौँ। हामी चाहिँ मुगलिन आइदियो। यो चाहिँ हाम्रो यहाँनिर पहिलो ब्रेक भयो। र भलाएर खोलामा चाहिँ यस्तो पानीहरू चाहिँ धमिलो धमिलो रहेछ। तर मौसम चाहिँ यस्तो खुलेको छ कि एकदम क्लियर छ, पानी पर्ने नो चान्स छ। र अब चाहिँ हामी बाटोमा जाँदा जाँदै भेटौँला। बाई बाई। ल हामी चाहिँ अहिले कहाँ आइपुग्यो थाहा छैन है। अब यहाँबाट पोखरा चाहिँ 40 किलोमिटर जति, 40-45 किलोमिटर छ। र हाम्रो बाइक चाहिँ यहाँ छ। यसमा चाहिँ राम्रो काम गरिरहेछ। तिमीलाई कस्तो भइरहेछ? रमाइलो भइरहेछ। एक ठाउँमा कुदायो होइन, खत्रै कुदायो, सुतायो, बाइक खत्रै सुताइदियो। एकछिन त सिरिङ्ग भयो भन्ने आयो। ल हाम्रो हालत चाहिँ यस्तो छ है। अब बिस्तारै जाँदै गरौँ। यहाँ चाहिँ चौतारामा एकछिन हावा खाँदै यस्तो खुल्या मौसम आज पोखराको क्लियर छ एकदम। र भेट्दै गरौँला अब। बाई बाई। पर जाने क्रममा छौँ र हामी चाहिँ अहिले आउँदैछौँ। मौसम यस्तो खुलेको छ, केटाहरू यस्तरी राइड हान्दैछन् होइन। त्यहाँ अगाडि चाहिँ यस्तो दामी रहेछ। अनि यही खिच्नलाई लागिरोकेको हामीले चाहिँ। यो चाहिँ यस्तो झुरुप्प एकै ठाउँमा रुख रहेछ यहाँनिर। त्यसपछि यतापट्टि चाहिँ यस्तो पहिरो आएको यस्तो यस्तो दामी दामी रहेछ सेपहरू। र हामी चाहिँ जाँदैछौँ है। अब बाटोमा भेट्दै गरौँ। अहिले चाहिँ हामी खौखोला भन्ने ठाउँमा आइसकेको छौँ। यहाँबाट चाहिँ मादी गाउँपालिका सुरु हुन्छ। पुल चाहिँ यस्तो रहेछ र बाटोहरू चाहिँ यस्तो छ। यो चाहिँ धान रोपाइ चाहिँ धनाधन सुरु भइरहेको छ। अब अविनाश दोस्त यहाँ बाइकले नि राम्रै गरिरहेको छ अहिलेसम्ममा। र ठिक छ, हेर्दै जानु होला। अब त्यहाँ रोपाइ हुँदैछ। भोलिबाट सुरु हुन्छ मेन। अब चाहिँ अहिले अन्नपूर्ण कन्जर्भेसन एरियामा आयौँ। र यहाँ चाहिँ भ्यू यस्तो छ, मौसम बगाल खुलिरहेछ। तल चाहिँ गाउँै गाउँ छ, एउटा गाउँ त्यहाँ छ। अर्को ठुलो गाउँ चाहिँ त्यहाँनिर छ। यस्तो दामी गाउँ छ ऊ। डाँडै डाँडा एकदम मौसम ससम खुलेको छ। ल अब हामी चाहिँ सिक्लेस जाँदैछौँ। यहाँबाट अब सिक्लेस चाहिँ 24 किलोमिटर छ। सिक्लेस गाउँ चाहिँ ऊ त्यो माथिको गाउँ सिक्लेस गाउँ रहेछ। अब हामी चाहिँ आज त्यहाँ पुग्नु पर्ने हुन्छ। सिक्लेस जाने क्रममा छौँ र बाटोमा चाहिँ यस्तो दामी खोला झर्ना रहेछ। यस्तो दामी रहेछ, हेर्नु न कति मजा आउँथ्यो होला। यस्तो दामी रहेछ। र बाटोमा अरू पनि छ, हामी देखाउँदै जानेछौँ है। अब हामी चाहिँ यता छौँ। यहाँ चाहिँ अलिक खतरनाक बाटो रहेछ। मैले चाहिँ एक्लै लिएर आएँ। अविनाश जस्तो त्यहाँबाट हिँडेर आउँदैछ है। बाटो त्यहाँ भयानक रहेछ। यस्तै छ। अब हामी चाहिँ 1 घन्टा जतिमा चाहिँ सिक्लेस पुग्छौँ। अब भल यसरी बगिरहे, बाटोमै बगिरहे पानी। ल अब हेर्दै जानु होला। हाम्रो चाहिँ अहिले हालत यस्तो छ है। हाम्रो बाइक चाहिँ ऊ माथि छ। हामी चाहिँ हिलो भएर जुत्ता पखाल्दै अविनाश जसले सेतो जुत्ता कालै भएछ। मेरो त बरु कालै छ। सफै भयो, बिजोग छ हो यहाँ चाहिँ। यस्तो डेन्जर छ। प्रवास यताबाट बस्नुहुँदैछ। बाटो चाहिँ यस्तो डेन्जर छ है। बसाउँदैछ। सिक्लेस पुग्न लाग्यो। बाटो चाहिँ भयानक रहेछ यतातिर चाहिँ। अविनाश दोस्त यहाँ छ। बाटो यस्तै छ है। त्यहाँ सेतो भैँसी छ, खैरो भैँसी हो।
अनि ऊ त्यहाँनिर चाहिँ ताङतिङ भिलेज त्यही रहेछ ताङतिङ भिलेज चाहिँ होइन। अब हामी चाहिँ सिक्लेस जानला हो। अब बिस्तारै जान्छौँ हामी यहाँबाट। सिक्लेस गाउँ छिरिसकेको छौँ। यस्तो दामी छ नि आकाश चाहिँ माडी गाउँपालिका एउटा हिमाल मात्र देखिया छैन ढाकेर नत्र सब। अब यहाँनिर छ ताङतिङ भिलेज। यति दामी दामी घरहरू रहेछ यति लामो लामो घर ए सब लामो लामो कि है यस्तो रहेछ। बाटो चाहिँ बिचमा चाहिँ अलिक खराब रहेछ है अन्त चाहिँ बाटो राम्रै हो जे होस् ठिकै छ। तपाईँहरू बाइकमा चाहिँ नआउनु होला गाडी लिएर अथवा बसमा आउनु होला। यति भन्दै अब हामी सिक्लेसतिर लाग्छौँ। सिक्लेस आइपुगेको छौँ। सिक्लेस चाहिँ त्यहाँ पछाडि छ। अविनाश दोष चाहिँ यहाँनिर छ है। यहाँनिर चाहिँ ताङतिङ भिलेज छ। ताङतिङ भिलेज चाहिँ क्या दामी देखिरहेको लामो लामो घरहरू रहेछ। अनि यहाँबाट यस्तो छ कि यस्तो खुल्या छ मौसम है। यहाँ चाहिँ सिक्लेस चाहिँ यहाँ छ। सिक्लेस भन्दा माथि चाहिँ हिमालहरू छ। यो चाहिँ अहिले अलि राम्ररी खोलेको छैन। यो भोलि बिहान खुल्छ। यो चाहिँ भोलि बिहान यस्तो डेन्जर खुल्छ यो हिमालहरू चाहिँ। यहाँनिर चाहिँ यस्तो यता चाहिँ देखिरहेछ है। हामी चाहिँ यसरी आइपुग्यौँ है छ नि। चाहिँ फाइनली सिक्लेस आइसकेको छौँ है। हामी चाहिँ तल बजार छोडेर एकछिन मासतिर यसो जङ्गलतिर के छ भनेर यसो हेर्न आएको। यता चाहिँ यस्तो छ। यहाँनिर सिक्लेस गाउँ चाहिँ यो हो है। यता घरै घरहरू छ। अघि आउँदा खुल्ला थियो अहिले चाहिँ हुसुले ढाकिसकेको छ। जङ्गल चाहिँ यस्तो छ। यो चाहिँ माथि के जाने ठाउँ अरे सिक्लेस पार्क जाने ठाउँ यो चाहिँ। हामी चाहिँ बाटै कहाँ हो थाहा भयो नि त्यही भएर अब यहीँबाट फर्किनु लाग्यो। यस्तो छ है। अब फेरि तल जान्छौँ एकछिन यसो घुम्छौँ अनि त्यसपछि सुतेर भोलि चाहिँ बिहान नै 7 बजे हामी यहाँबाट हिँड्नेछौँ र भोलिको हाम्रो डेस्टिनेसन छ कापुचे। अब भोलि बाटोमा भेटौँला। हामी खाना खान लाग्यो। यहाँ चाहिँ गीत यस्तो बजाइरहेको छ कि टाउको दुखिसक्यो। अविनाश दोष चाहिँ यहाँ चाहिँ खाना चाहिँ आइसकेको छ। खाना दामी छ है। मासु छ है यहाँ मासु छ है। अब चाहिँ हामी खाना खान्छौँ र भोलि भेट्छौँ। सिक्लेसमा छौँ। त्यहाँनिर छ ताङतिङ भिलेज। त्यसपछि सिधा यता आएर त्यहाँ झर्ना रहेछ एउटा। त्यसपछि भनेको यस्तो खुलेको छ अहिले चाहिँ। त्यहाँनिर चाहिँ हिमाल छ हिमाल पनि देखिसकेको छ अहिले। दिउँसो चाहिँ कुहिरो हुन्छ होला। त्यहाँनिर चाहिँ सबैजना सिक्लेस पार्क जाँदैछन्। सिक्लेस पार्क लेडिज ग्याङहरू। हामी चाहिँ अब सिक्लेस पार्क नगइकन हामी चाहिँ सिधै माथि जान्छौँ है त। अब घाम पनि लाग्न थाल्यो। यस्तो भइरहेको दामी छ ल। हामी चाहिँ सिक्लेस पार्क आइसकेको छौँ। घाम चाहिँ त्यहाँ झुल्किन होला। त्यसपछि यहाँ हिमाल चाहिँ यत्तिको छ है। यत्तिको खोल्या छ दामी खोल्या छ ल। यस्तो छ। हाम्रो चाहिँ बिहान खाजा आइसकेको छ। चिया छ यो छ यो अन्डा छ त्यहाँ छ। हामी चाहिँ सिक्लेसबाट कापुचे लेक जाँदैछौँ र बाटो चाहिँ यस्तो छ है। बाटो चाहिँ अलि राम्रै रहेछ तर अहिले चाहिँ हामीले ऐसेलु भेटिसकेको छौँ र ऐसेलु खाँदैछौँ। अविनाश दोषले चाहिँ है यस्तो हुन्छ ऐसेलुहरू चाहिँ यहाँ फलेको छ तर पाटो पुटो कहीँ मात्र रहेछ। सिजन सकिएर होला। अब हामी चाहिँ ट्रेकिङ हान्दैछौँ। हामी हिँडेको कति भयो
20 मिनट भएछ हामी हिँडेको चाहिँ ल हामी बिस्तारै जाँदैछौँ बाटोमा भेट्दै गरौँला पुजे जाने बाटोमा छौँ बाटो चाहिँ अहिलेसम्मलाई यस्तै छ है ठुलै बाटो त्यहाँ अगाडि चाहिँ यस्तो डाँडो छ हरियाली छ तल चाहिँ खोला यस्तो बगेर आइरहेछ वहीँबाटै दामी आइरहेछ हिमाल पनि यस्तो दामी देखिरहेछ अहिले हामी एकछिनमा त्यहाँ माछा मार्न जान्छौँ असल माछा मार्न जाने हो त्यहाँ एकछिन ल अब बाटोमा भेट्दै जाउँला राम्रो राम्रो कुराहरू देखाउँदै जाउँला हेर्दै गर्नु होला अहिले चाहिँ हामी उता कुपुचे लेक जाने बाटोमा छौँ र अहिले चाहिँ यहाँनिर चाहिँ एकदम राम्रो झोलुङ्गे पुल आइसकेको छ यस्तो दामी छ झोलुङ्गे पुल चाहिँ कि अब यहाँ हेर्दै चिप्लेला जस्तो यार ओह्रालो हेर न मेरो जुत्ता चिप्लिन्छ होला ओ चिप्ले नि दोस्त यहाँ यहाँनिर चाहिँ यस्तो छ है जुत्ताले अलिक ग्रिप दिइरहेको छैन यस्तो छ है झर्ना पनि रहेछ है हामी चाहिँ जाँदैछौँ अविनाश जस्तै एकदम नेचरमा रमाइरहेको छ टक्कसँगले यहाँ चाहिँ खोला यस्तो दामी छ कि मौसम त यहाँनिर हेर्नु यस्तो दामी पौडी खेल्न मिल्ने रहेछ यार त्यहाँ त यस्तो दामी झर्ना छ है मिठो आइरहेछ पानी चाहिँ माथि डाँडाहरू पनि छ अब हिमाल चाहिँ अलिक उतापट्टि गएर देख्छ अहिले हाम्रो चाहिँ हिमाल खासै देख्दैन रहेछ यस्तो बवाल छ है पहिलाको पुल चाहिँ त्यहाँनिर रहेछ पुल त्यहाँनिर रहेछ झर्ना चाहिँ यस्तो छ यहाँनिर र हामी चाहिँ यसरी गइरहेको छौँ है यस्तो दामी मौसम छ कि एकदम चिलमा छौँ हामी चाहिँ यसरी आइरहेको छौँ ल हामी चाहिँ जाँदै गर्छौँ राम्रो राम्रो ठाउँ देखाउँदै गर्छौँ हेर्दै गर्नु होला है त ल अहिले कहाँ आइपुग्यौँ थाहा छैन लोदेर हिँडिसक्यो एउटा गाडी चाहिँ ऊ त्यहाँबाट आइरहेछ एउटा गाडी चाहिँ फेला परेको हो त्यहाँनिर हौ है यस्तो चाहिँ खोलै खोला यस्तो छ हामी जानु पार्ने बाटो चाहिँ यो उकालो रहेछ कति जानुपर्छ थाहा छैन हेर्दै गर्नु होला हामी चाहिँ जाँदैछौँ अब अहिलेको ठाडो उकालो पछि चाहिँ हामी ओह्रालो झर्दैछौँ ओह्रालो चाहिँ छङ्गै छ ल तिमीलाई कस्तो भइरहेछ त अहिले एकदम बवाल होइन यो के भन्छ के लेक कापुचे लेक टु यो रुट चाहिँ एकदम राम्रो छ रहेछ घुम्नलाई सिन पनि बिचमा दामी छ तर उकालोमा यो फिला तगडा हुन्छ ओह्रालोमा घोडा घस्रिन्छ त्यति दुःख त गर्नै पर्छ यस्तो दामी अझ खुल्या छैन अझ त्यहाँ हिमाल बिस्तारै बिस्तारै खुल्दैछ हिमाल बिस्तारै खुल्दैछ यहाँनिर हिमाल हेर्दै अलिक झ्याप्पै अङ्गालो हानु जस्तो सोलिनीहरूलाई जस्तो लाग्छ त्यहाँ अहिले यता नि हरियाली छ है लाङ्गे पुलमा आएको छौँ र मेन भ्यू चाहिँ यहाँनिर छ यस्तो दामी झर्ना छ कि यहाँनिर यस्तो मजाले आइरहेछ है बवाल छ यहाँनिर यस्तो खतरा आएर है खोला त्यस्तै छ है त्यहाँ पातहरू हावाले हल्लिरहेछ खतरा आइरहेछ र हामी चाहिँ अब सिक्लेसबाट हिँडेको कति 7 बजी होइन 8:30 9:30 हुन लागेछ 9:11 लगभग 2 घन्टा हामी चाहिँ एकदम आनन्दले आइरहेको छौँ र बाटो चाहिँ यति राम्रो छ कि यति राम्रो भ्यू छ कि यहाँनिर झर्ना यस्तो छ त्यहाँनिर डाँडा यस्तो हरियाली छ यता हेऱ्यो त्यस्तै छ यो हामी चाहिँ अब आइरहेछौँ अब तपाईँहरू चाहिँ कोरी जान चाहनुहुन्छ भनेदेखि चाहिँ यही हिँडुको बाटो जानु होला किनकि उता टासाबाट जानु र यताबाट जानु यस्तै छ 2 दिन लाग्छ अझै बाटो चाहिँ यताबाट राम्रो रहेछ र यताबाट चाहिँ अलिअलि भ्यूहरू पनि राम्रो छ यस्तो झर्नाहरूदेखि लिएर सबै कुराहरू छ तपाईँहरू नै आउँदै हुन्छ भने यही बाटो आउनु होला र आउनै पर्ने ठाउँ छ सधैँ आउनु होला एकचोटि चाहिँ नाक बाटो आइसक्यो बाटै छैन यहाँ झाडी पन्जाएर हिँड्नुपर्छ माथि चाहिँ तर यस्तो दामी छ है यहाँ झाडी छ यस्तै अब यस्तरी पन्छाउँदै हिँड्नुपर्छ है बाटो चाहिँ यही हो फेरि मेन हाइवे नै यही हो हामी जानुपर्ने हाइवे चाहिँ उकालो ओह्रालो तेर्सो सेर्सो घाँसदेखि लिएर सब अब यहाँ हिमाल हेर्नु यहाँनिर यस्तो छ है त्यहाँ एउटा ठुलो चट्टान ढुङ्गा रहेछ है त्यही माथि हिमाल छ यता डाँडा काँडा छर्लङ्गै छ
बाटो तिमी आउनु त्यही बाटो अरू आउनु साटो अरू बाटो हुँदै आएको यहाँ आइसकेपछि डेढ इन्ड रहेछ है अब म त डर लाग्यो म त घर पहिरो डेन्जर गएपछि त भर्खर गएको पहिरो हो नि डेन्जर पहिरो गएछ अब चाहिँ हामी त्यहाँ माथिबाट चढेर ऊ त्यहाँ माथिबाट चढेर अनि ऊ त्यहाँ निस्केर जान्छौँ है त ल हेर्दै गर्नु होला सँगै ओह्रालो झरेर उकालो चढिसक्यो अब यो उकालो हुँदै जानुपर्ने हुन्छ माथि चाहिँ ढुङ्गाको चट्टानै छ एउटा पुरै डाँडै बिस्तारी बिस्तारी जाँदैछौँ हामी चाहिँ हामी हिँडेको ट्याक्कै 3 घन्टा भयो 7:30 बजी हिँडेको 10:30 भयो अब बिस्तारी बिस्तारी जाँदैछौँ अब हामी लगभग 2.5-3 घन्टामा त मजाले पुग्छ बसी बसी गयो नि ल हेर्दै जानु होला हामी देखाउँदै जानेछौँ अहिले अल्का डाँडा भन्ने ठाउँमा आइपुग्यौँ बाटो चाहिँ यस्तो यस्तो छ है अब यहाँबाट हुगु 1.5 घन्टा हुगुबाट कापुचे लेक 1.5 घन्टा हामी चाहिँ अब हुगुमा गएर यसो खाजा खानी ओर्ने त्यसपछि ब्याग स्याग त्यहीँ राख्ने ब्याग स्याग त्यहीँ राखिसकेपछि हामी चाहिँ अब आज चाहिँ हुगुबाट चाहिँ खाजा खाएर माथि जाने हामी कापुचे लेक जाने कापुचे लेकबाट फर्केर हामी फेरि हुगुमै आएर बस्ने भोलि हुगुबाट हामी चाहिँ कोरीतर्फ जाने हामी चाहिँ धेरै बेरको हिँडाएपछि आइपुगेको छौँ यस्तो ठाउँमा खाँदै चुपाचुप खाँदै हामी हुँदैछ हाम्रो यहाँनिर यात्रा चाहिँ बाटो चाहिँ जङ्गलको बाटो रहेछ पुरै डरलाग्दो बाटो रहेछ बाटो चाहिँ राम्रै हो तर डरलाग्दो बाटो यहाँ त मान्छेले फाँडे हो कि होला है अन्त कहीँ छैन यहाँ मात्र के बाँदर त एउटै देखेन हामीले बाघ आमाले क्या बाटो चाहिँ यस्तै हो अब धेरै बेर हो हामी हिँडेको उकालो ओह्रालो सम्मो सबै थोक 11-12 भएछ र हामी चाहिँ 7:30 बजी हिँडेको अब त 1 घन्टामा पुग्छ हामी है 1 घन्टा सवा घन्टा जस्तो होला आधी घन्टा थियो हिँडेर हामी त्यहाँबाट हिँड्यो होला नि हिँड्यो होला एकछिन बस्यो एकछिन बस्यो त्यहाँ तारमा चाहिँ एउटा के डल्लो रहेछ ऊ के डल्लो हो त्यो मैले उहाँ भलिबल हानेको अर्को ल हावा चाहिँ मिठो चलिरहेको घाम पनि त्यति भेटेको छैन हामी अहिलेसम्म यात्रा चाहिँ राम्रै भइरहेको छ बाटो यस्तै हो घरि उकालो आउँछ घरि ओह्रालो आउँछ खोला हामी खोलामा आइसक्यो अब फेरि यहाँबाट उकालो चढ्नु पर्ने होला है फेरि उकालै होला उकालोमै होला ऊ पनि ल हेर्दै जानु होला अब हामी जाँदैछौँ कापुचे कोरी जाने बाटो आइपुग्यो पहिला चाहिँ बाटो यताबाट रहेछ अहिले चाहिँ यहाँबाट रहेछ ऊ त्यहाँ चाहिँ गाडी हिँड्ने बाटो भेटिसक्यो हामीले हो ल अब जाउँला हामी हाम्रो अविनाश दोषको चाहिँ यहाँनिर जुगाले मस्त हानेछ मोजा रातै जुत्ता नि रातै जुत्ता देखाउ त जुत्ता नि रातै भइसकेको कहाँ गयो त नि यो जुगा चाहिँ गायब छ जुगै छैन कहाँबाट हान्यो मेरो नि छ कि के थाहा मेरो चाहिँ अब सोप्ने छिर्ने ठाउँ त होइन अब छिर्ने जसरी हामी चाहिँ यहाँ आइपुग्यो अब 2टा बाटो छ यो बाटो जाने हो कि यो बाटो जाने हो कि थाहा छैन यहाँ एउटा पुल चाहिँ छ यो पुल चढ्ने हो कि के हो कि चाहिँ एउटा घर जस्तो देखिरहेको हो चाहिँ त्यहाँको पुलको बाटो नगएर हामी चाहिँ सिधा आउनुपर्ने रहेछ अनि सिधा आएर त्यो बाटो पारी नगइकन सिधा यो बाटो जानुपर्ने रहेछ यहाँ चाहिँ यस्तो देखियो है फेरि खजाना रहेछ गोल्ड ल यो बाटो सिधै जाँदैछौँ हामी चाहिँ खोलाको प्रेस यति ठुलो छ कि खोलाको प्रेस यति ठुलो छ कि आवाज चाहिँ यस्तो आइरहेछ
चिसा भइरहेको खोलाको हामी चाहिँ अब बगरको छेउ हिँड्दैछौँ अब हामीले होटेलमा नि फोन गरिसक्यौँ अब होटेलमा दाइलाई भनिसक्यौँ ल अब हामी बाटोमा भेटौँला सानो खोला तर्नु पनि रहेछ अविनाश चाहिँ खोला तर्दैछन् अविनाश जुत्ता भिजिसक्यो त्यहाँनिर यहाँनिर चाहिँ नुहाउनलाई यस्तो दामी ठाउँ रहेछ कि हाम्रो प्लान बन्दैछ अब हेरौँ नुहाउनलाई कतिको अहिले नुहाउने सोच छ हाम्रो चाहिँ यहाँ अहिले बब्बाल छ कि जाउँ पहिला होटेल जाउँ अहिले कुरो मिल्यो भने हामी चाहिँ यहाँ पौडी खेल्न आउने कुरो मिलिसक्यो यहाँनिर होइन यस्तो दामी छ यार फाइनली उकालो चढेर आइसकेपछि चाहिँ यहाँनिर चाहिँ हामी आइपुग्यो होटेलमा अब यहाँ एकछिन खानासाना खाएर फेरि माथि जानुपर्छ हामी है त ल त्यही खाजा खाएर हिँडिसक्यौँ बाटो चाहिँ यस्तै छ पानीको छिट्टा चाहिँ पाटो पुट्टा हान्न थाल्यो है अब बिस्तारै जाउँ केही हुन्न Lord, I'm just grateful that I got to wake up today. You take my worries, made them feel great. You got the best for me, that's what you say. That's how I know everything is gonna be okay. हामी चाहिँ हिँडेको 1 घन्टा 15-20 मिनट भयो यहाँ आइपुग्यौँ होइन अब यहाँबाट होटेल जान चाहिँ होटेल भन्दा पनि ताल पुपी चाहिँ ताल चाहिँ लगभग अब 10-15 बढीमा 20 मिनटमा पुग्छ होला बाटो चाहिँ यत्तिकै भइदियो हुन्थ्यो ठाडो भयो भने चाहिँ अलिक गाह्रै हुने रहेछ एउटै डाँडो चढेर त आयो हामी ठाडै यत्तिकै जाँदैछौँ तिम्रो ठाडोमा कस्तो भयो एक्सपिरियन्स लो यार गल्यो माया एकछिन त रोगिहाल्नु भयो माया कुरो ल अहिले चाहिँ हामी हुगुबाट 2 घन्टा हिँडिसकेपछि बल्ल यहाँनिर लेकमा आइपुग्नलाई अब यहाँबाट चाहिँ 5 मिनट अब ट्याक्कै 6 मिनट हिँडेपछि 2 घन्टा हुँदैछ त्यहाँबाट हुगुबाट 2 घन्टामा चाहिँ ट्याक्कै हामी चाहिँ कापुचे लेक आइपुग्दैछ कापुचे लेक आउनुभन्दा अगाडि चाहिँ एउटा भिलेज रहेछ यहाँनिर एकदम सोलर सबै रहेछ भनेपछि लाइनको समस्या चाहिँ नहोला यहाँनिर अब हामी चाहिँ यहाँबाट जान्छौँ त्यहाँनिर कापुचे लेक जान्छौँ ल त्यहीँ गएर भेटौँला आउनुहोस् लु धेरै धेरै धन्यवाद छ है म पो अलमलमा परे हो शब्दहरू बग्दै जाँदा तमोर नदी पन्लान अग्लिँदै जाँदा फक्ताङलुङ हिमाल पन्लान ग्लेसियर लेक ओल्डको सबसे लोएस्ट एल्टिट्युडमा भएको ग्लेसियर लेक रे यो चाहिँ यही हो लेक चाहिँ यहाँ माथिबाट पग्लेर आउँदो रहेछ उ त्यस्तरी आइरह हो यहाँबाट झारो आइरहेछ कापुचे यस्तो छ अब त्यहाँनिर बस्ने यसो भ्यू टावर जस्तो रहेछ त्यहाँ जान्छौँ अनि फर्किन्छौँ हामी त्यहाँबाट चाहिँ सबैजनालाई हामी आइपुगेका छौँ भने कापुचे लेक एलिभेसन र एल्टिट्युड भनेको 2450 मिटर सी लेभलबाट माथि यहाँ दह देख्न सक्नुहुन्छ तपाईँहरूले त्यस्तो गजबको छ निलो हो कि हरियो भनौँ हरियो छ यही पानी खोला भएर फेरि तल बग्दो रहेछ यो पानी अब नसक्नुको कारण चाहिँ त्यहाँ लगातार माथिबाट झर्ना जस्तो पानी लगातार झरा ननस्टप अब भाग्य रहेछ भने अब जो आउँछ त्यसले यहाँ एभलान्स पनि देख्न सकिन्छ हिम पहिरो यो सब यो बगार सगार ढुङ्गा यत्रो ठुल्ठुलो ढुङ्गाहरू हिम पहिरोले नै बगाएर लिएर रहेछ माथिबाट अब हेरौँ घुमाउँ कस्तो छ त्यही हो नेपालको झन्डा रहेछ यहाँ ढलेको अब यत्रो लामो उठाएर कहाँ राख्नु अड्डाइदिउँ न यहाँ चाहिँ नेपालको झन्डा झरेछ हाम्रो अविनाश दोषले चाहिँ यसरी यसलाई चाहिँ ठाडो बनाइदिएको छ उता अड्डाइदिउँ न त्यो फलाममा अड्डिन्छ कि हाम्रो देशको झन्डा पो हो त यति सानो ठाउँ हो यो भनेको हाम्रो विश्वमै सबसे लोएस्ट एल्टिट्युडमा भएको
ठाउँमा यसरी झन्डा फरफराउँदाखेरि यहाँ स्ट्रबेरी नि पाइन्छ हेर्नुहोस् यहाँ साह्रै गर्वको चिज भइरहेको छ। स्ट्रबेरी पनि पाइन्छ हेर्नुहोस् यहाँ स्ट्रबेरी नेचुरल स्ट्रबेरी फलिरहेछ है। यता पनि स्ट्रबेरी नै स्ट्रबेरी छ हेर्नु यहाँनिर एकदम रातै भएर। उ त्यहाँ झन् ठुल्ठुलो स्ट्रबेरीहरू रहेछ है, हेर्न सक्नुहुन्छ तपाईँहरू। स्ट्रबेरी 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 फलिरहेछ। अब चाहिँ हामी चाहिँ यहाँनिर एकछिन रमाइलो गर्छौँ, एकछिन बस्छौँ ओर्छौँ, केही खान्छौँ, हामीले लिएर छौँ खानेकुराहरू पनि। अनि त्यसपछि फेरि हामी तलतिर हुतिर लागिन्छौँ। हेर्दै गर्नु होला। केटा हो केटी हो ढाड दुख्यो। राप्ती खोलामा आएको म चाहिँ होइन। राप्ती खोला हेर्ने आज पानी परेर अलिकति ठुलो भएछ राप्ती खोला। हेर त पहिरो पनि आएछ, बाढी आएछ, अलिकति पानी बढेछ, खासै त छैन। सिन देखिरह होला है। ठिक छ, कहिलेकाहीँ यसो राप्ती खोला पनि घुम्न आउनुपर्छ है। ल चाहिँ कुपुचे लेकमा आएर हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ स्ट्रबेरी नै स्ट्रबेरी फलेको छ रातै भएर। यहाँनिर चाहिँ कृपया यसरी फोहोर बोतल चाहिँ नफालिदिनु होला। फेरि कसले फाल्नु भएको हो? स्ट्रबेरी यस्तो राम्रो फुलिरहेको ठाउँमा यसरी बोतल फाल्न चाहिँ अलिक सुहाएन है। फर्किने क्रममा छौँ र ओह्रालो भएकोले हामी अलिक छिटै आइपुग्यौँ होइन। अहिले चाहिँ हुसु लागेर बाटो यस्तो भइसकेको छ। ल हामीले भर्याङ पनि भेट्यौँ। यहाँबाट चाहिँ भर्याङ छ होइन। त्यसपछि हामी चाहिँ जाँदैछौँ। हामी हिँडेको चाहिँ 25 मिनट भयो तालबाट र अब भर्याङ झर्छौँ र हामी होटेलमा गएर भेट्नेछौँ। ल अहिले चाहिँ हामी चाहिँ यो के होटेल नाम भन्यो लभिन भन्ने होटेलमा छौँ। त्यहाँबाट चाहिँ अब भोलि 7-8 घन्टा लाग्छ भन्ने कुरा आयो माथि जान चाहिँ, कोरिब जानलाई चाहिँ। अब यहाँबाट चाहिँ हिमाल चाहिँ यस्तो दामी देखिरह है। हिमाल दामी देखिरह, सब हिमालै हिमाल रहेछ। अझै यो कुहिरो हट्ने हो भने चाहिँ राम्रै देख्दो रहेछ। चिसो आइरहेछ होइन, त गर्मी भइरहेको थियो, अहिले त जाडो हुन थाल्यो। हिमाल पुरै देख्दो रहेछ यहाँबाट चाहिँ। हिउँ सब पग्लिसकेको छ। मर्निङ सबैजनालाई। हामी चाहिँ अहिले उठेर फ्रेस भएर नास्ता गरेर हामी चाहिँ अब लाग्दैछौँ। अहिले चाहिँ ट्याक्कै 6:30 भयो र अब आजको हाम्रो यात्रा चाहिँ 8-9 घन्टाको हुनेवाला छ। र अहिले चाहिँ मौसम चाहिँ एकदम खुलिसकेको छ है। मौसम यताबाट घाम झुल्किँदैछ, यता हिमाल देखिसकेको छ। अब हामी जानुपर्ने यस्तो बाटो हुँदै उता कति डाँडा जानुपर्छ थाहा छैन। र अब चाहिँ आज चाहिँ अविनाश दोष पनि फ्रेस, हिजो पनि फ्रेस, अहिलेसम्म चाहिँ 2 जनाले सकिरहेछ। ल अब चाहिँ हेर्दै जानु होला। हामी लाग्यौँ। अब हामी हुबाट हिँडेको 10 मिनट भयो र हामी चाहिँ अहिले दोबाटोमा आइपुग्यौँ। यताबाट गयो भने चाहिँ कोरी जान्छ, यो झुकुङ्गे पुल हुँदै उता कापुचे लेक जाने चाहिँ उतानिर छ बोर्ड। त्यताबाट गयो भने चाहिँ कापुचे जान्छ। र हामी चाहिँ हिजो चाहिँ कापुचे गएर 2 घन्टा लाएर गएर फर्किँदा 1.5 घन्टामा फर्कियो र गएर होटेलमा बसेर आज चाहिँ होटेलबाट सिधै अब हामी यतातर्फ लाग्छौँ। हामीले चाहिँ बाटोमा यस्तो भेटिसक्यौँ। हामीलाई हेरेर अहिले बस त्यहीँ बस, उकालो छ हेर। हामी आउँदैछौँ, बाटो चिप्लो छ, उकालो डेन्जर रह्यो। हामी त्यो नि गयो पुग्नु ल हामी पनि जान्छौँ। अब अहिले चाहिँ हामी करिब 1 घन्टा 24 मिनट हिँडिसकेपछि ठाडै उकालो ओह्रालोसम्म तेर्सो भन्ने काहीँ छैन। ठाडै उकालो हिँडिसकेपछि चाहिँ अहिले यहाँ कहाँ आइपुग्यो थाहा छैन। ल हामी कति 24 भनेपछि 2200 मिटर अल्टिट्युडमा आयो होला, 1900बाट अझै बढी आयो होला। र बाटो चाहिँ यस्तै ठाडै हो तल्लोदेखि नै। 1 घन्टा 24 मिनट त हामी पुरै ठाडै चढ्यो।
र अहिले चाहिँ बिस्तारै मुखमा चक्लेट हाल्दै हाल्दै बिस्तारै हामी हिँडिरहेछौँ र यस्तै छ। अब जङ्गलको बाटो छ। डाँडा आउँछ कि भन्यो, डाँडा आउँछ कि भन्यो, त्यो डाँडा आउँदैन, उकालो मात्र आइरहन्छ। ल यस्तै छ अब हाम्रो चाहिँ। अलि माथि गएपछि देखाउँदै जान्छ तपाईँहरूलाई। अब हेर्नुहोस् हामी कहाँ आइपुग्यो भन्दाखेरि नौलाखरको यत्रो तलबाट उकालो हिँडेर हामी अब आउँदा एउटा सानो कटेज हो कि होटेल जस्तो अब के रहेछ। यहाँहरू पनि खतरै रहेछ। पुरै पुरै ढुङ्गी जस्तो छ, कोक्रो ढुङ्ग जस्तो बगाल रहेछ यहाँ। अब हामी यहाँ विश्राम गर्छ एकछिन 10-15 मिनट, पानी सानी खान्छौँ, फेरि मासतिर अनि कोरीतर्फ। आज हामी बेलायमा हिँडेको छौँ, त्यही भएर बिस्तारै आराम गर्दै पानी सानी खाँदै हाइड्रेटेड हुनु चाहिँ एकदम जरुरी छ। यहाँ बिच बाटोमा हिँड्दै पानी बेलामा खाँदै जानु चाहिँ एकदम राम्रो रहेछ। हाम्रो ओठ पनि यस्तो सुक्खा भएको छैन, फुटेको छैन, ज्यानको लागि फाइदा गर्छ। पानी चाहिँ इम्पोर्टेन्ट है। देउराली डाँडाको शीतल हावामा सारा जङ्गल बिनाको जिन्दगानी म कसरीलाई त काट्नु भई रेलमा चढी म जाने सुटाडा छाडिए सबै हामी चाहिँ अहिले यहाँ के ठाउँ अरे नुता होइन, नौलाखर्क भन्ने ठाउँमा आइपुग्यौँ। यहाँ चाहिँ अब होटेलहरू चाहिँ छैन, सब बन्द। अहिले अफ सिजन रहेछ, दसैँ तिहार टाइम चाहिँ एकदम बेस्ट हुने रहेछ यहाँनिर। र अहिले चाहिँ यहाँनिर कोही छैन, हामी दुईजना बाहेक। बाटोमा नि कोही छैन। बाटोमा तल हुगोमा चाहिँ एउटा ग्रुप भेटेको थियो, उनीहरू त भर्खर उठेर मुखसुख धुँदै थियौँ। हामी चाहिँ बिहानै नास्ता गरेर हिँड्यौँ र भ्यू चाहिँ यस्तै नै छ। अब यहाँ कोही छैन, यहाँ त टावर पनि आउँदैन रहेछ, एउटै पनि एनटिसीको पनि आउँदैन रहेछ। अब यहाँ एकछिन बस्छौँ, पानी सानी खान्छौँ, फ्रेस हुन्छौँ, फेरि हामी अब चाहिँ यो बाटो लाग्नुपर्ने हुन्छ। कहाँसम्म यो बाटो छ चाहिँ थाहा छैन। अब माथि जङ्गलै देखिरह, फेरि जङ्गलकै बाटो हो कि जस्तो चाहिँ लागिरह। ल अब मासतिरै गएर भेटौँला। हामी चाहिँ ल आधी घन्टा हिँड्यो अहिलेको ठाउँबाट। यहाँ आइपुग्यो, एउटा बोर्ड छ यहाँनिर। यहाँबाट लगभग अब 3.5 घन्टामा नुता गाउँ पुगिन्छ। यहाँ चाहिँ यस्तो डेन्जर छ, हाइड्रोको पाइप रहेछ यहाँबाट चाहिँ तल लगेर टर्बाइन घुमाउन हाल्यो होला। त्यो घुमा लाने जस्तो रहेछ। यो चाहिँ मेन हाइवे रहेछ, यहाँ चाहिँ गाडी पनि आउने रहेछ। यस्तो गाडीहरू गुडेकै छ यी, तर हामीले चाहिँ गाडी कहीँ भेटेन। हामी चाहिँ यताबाट सर्टकट आयो, तर गाडीको आवाज पनि एउटै छैन। अब हामी जानुपर्ने चाहिँ पाइप हो, टायर हो, पाइप हो, प्लास्टिक पाइप यसरी गाड्दो रहेछ पानीको लागि। त्यसपछि अब हामी चाहिँ यो बाटो जानुपर्ने हुन्छ। त्यसपछि फेरि कतैबाट जङ्गलमा सर्टकट होला। त्यसपछि अब हामी जाँदैछौँ। ल तिमीलाई केही भन्नु छ त? जे होस्, उकालो ओह्रालो भिरालो चौतारो होइन, रमाइलो चाहिँ रमाइलो छ। हिँड्न सक्नु पऱ्यो, दुःख गर्नु सक्नु पऱ्यो। पानी चाहिँ 1 बोतल भए पुग्छ। ठाउँमा पानी त छानमा चाहिँ छाङहरू लोद रहेछ। अब दुःख गर्नु सक्ने मान्छेहरू, हिँड्न सक्ने मान्छेहरू चाहिँ आउँदाखेरि रमाइलो हुन्छ। पानीको छिटा पनि हान्दा अहिले चाहिँ, तर त्यति ठुलो चाहिँ नहोला। रातभरि चाहिँ पानी ननस्टप आएको छ। आज चाहिँ सिमसिम आयो, तर धेरै नै आयो। ल अब हामी जाँदैछौँ, अब भेट्दै गरौँला बाटोतिर। ल धेरै नै माथि आइसक्यो उकालो चढेर। अहिले चाहिँ सिमसिम पानी परिरह। तर जङ्गलको बिचमा भएर र हामीलाई पानी परेको खासै के फिल चाहिँ भएको छैन, त्यति भिजा पनि छैन। हामी बिस्तारै हिँडिरह भएर एकै ठाउँमा बसेर चाहिँ पानीले भिज्थ्यो पनि होला। र उकालो चाहिँ यस्तै छ, जङ्गल यस्तो छ कि अहिलेसम्म हिजोदेखि हिँड्यो मध्ये हामी दुईजना बाहेक कोही छैन बाटोमा। र सुनसान छ, उकालो यस्तै छ। म्यान भर्सेस वाइल्ड भएर हाम्रो चाहिँ दुईजनाको यहाँनिर चाहिँ। तर जाँदैछौँ बिस्तारै। ल अब हेर्दै गरौँ, आउँछ। ल बिस्तारै जाँदैछौँ हामी चाहिँ यसरी बिस्तारै, एउटै स्पिडमा, एउटै मोसनमा, दुईजना गफ गर्दै एकदम आनन्दले गफ गर्दै आउँदाखेरि
म्युजिक पनि बजाउनु परेको छैन हामीलाई सर्व जस्तै रहेछ यार यो त यार ल यस्तै छ अब देखाउँदै जान्छौँ हामी हेर्दै गर्नु होला बाई अहिले कहाँ आइपुग्यो 1 घन्टा जति भयो हिँडेको हाम्रो यहाँ कोक ब्रेक हुँदैछ अहिले चाहिँ पानी परेको थियो अहिले चाहिँ पानी रोकिएर माथिको हुसुहरू नि खुलिसकेको छ उता ऊ दामी भइसकेको छ उकालै उकालो छ सम्म र ओह्राल भन्ने त कहीँ छैन जङ्गल बाटो यहाँ चाहिँ अलिक खुल्ला जङ्गल आइपुग्यो जङ्गल भयो भने तलतिर त अलि अप्ठ्यारै थियो र रमाइलो छ नि अझै 4-5 जना आयो भने चाहिँ अलि 4-5 जना गफले गर्दाखेरि पनि रमाइलो हुन्छ एउटाले यस्तो भन्छ अर्कोले होइन यस्तो भन्छ फेरि अर्कोले यस्तो भन्छ अनि गफ गर्दै जान्छ चाहिँ कतिखेर कहाँ भयो कति हिँड्यो नि थाहा नहुँदैछ हिँडे हुँदैछ दुईजना त यस्तो गफ यत्रो हिँडिसक्यो थाहा नै छैन कहाँ पुग्यो होइन हिँडे हुने रहेछ लामै बाटो हिँडिसक्यो धेरै बेर हिँड्ने रहेछ त्यो गफको तालमा हिँड्या थाहा नै नहुने के तर धेरै हिँड्दो रहेछ के र यस्तै छ अब जाँदै गरौँ अब हामी कति 2 घन्टामा त हामी पुग्छ होला माथि नौथा भन्ने ठाउँ त्यहाँ चाहिँ 2वटा जति होटेल छ बस्ने त्यहाँ यसो केही खाने गर्ने एकछिन रेस्ट गर्ने अनि त्यहाँबाट फेरि मासतिर उकालो लाग्नुपर्छ ल अब हामी हिँड्दै गर्छौँ बिस्तारी ल अहिले चाहिँ हामी जसोतसो आइयो यहाँबाट चाहिँ अब नौथा 10 मिनट लाग्दैन अब हामीलाई किनकि तलैबाट 10 मिनट थियो हामी कति 5 मिनट चाहिँ हिँडिसक्यो 5 मिनट हिँडिसक्यो अगाडि यस्तो भ्यू देखिरह अब अगाडिको भ्यू देखाउँछु म तपाईँहरूलाई मोबाइलमा भन्न तर आँखाले खतरा अगाडिको भ्यू यस्तो छ यस्तो यहीँ झर्ना टक्क झरिरह हेर्नु यहाँनिर हामीले हिजो कुबुचेबाट पनि देखाएको थिएन यो तर आज यहाँबाट देख्यो हामी कुबुचे भन्दा पनि माथि आयो जस्तो लाग्यो आज धेरै माथि 600 लगभग 600 मिटर माथि आएछ यस्तो छ उकालो अहिले चाहिँ ठाडै उकालो रहेछ यो माथि पनि ठाडै उकालो छ र हामी जाँदैछौँ है त नौथा भन्ने ठाउँमा आइपुग्यो यहाँनिर चाहिँ होटेलहरू अलिअलि छ तर मान्छे चाहिँ छैन यसलाई यस्तो खुलिरहेको छ हिमालहरू है तर हुसुले एकैछिनमा ढाक्ने एकैछिनमा छोप्ने हुँदो रहेछ र अब हामी चाहिँ यहाँनिर बसेर एकछिन यहाँ अन्डा ब्रेक सेक खान्छौँ र यता चाहिँ स्ट्रबेरी चाहिँ झपक्कै छ यार यो जता हेऱ्यो स्ट्रबेरी जति खाए नि छ स्ट्रबेरी चाहिँ यहाँनिर चाहिँ स्ट्रबेरी यता हेऱ्यो उता पाखा हेऱ्यो स्ट्रबेरी ठुल्ठुलो छ यार उतातिर त यार र यस्तो दामी हरियाली ठाउँमा आएको छौँ हामी यहाँनिर चाहिँ छ बथान यहाँ सिङ यसको सिङ हेर्न सक्नुहुन्छ तपाईँहरू कत्रो यो चाहिँ च्याङ्रा त हो नि होइन हो यो च्याङ्राहरू यस्तो रहेछ भ्यू चाहिँ अति बवाल छ है अति बवाल यो भ्यू चाहिँ घरमा बसेर देखिँदैन है एकचोटि चाहिँ आउनै पर्छ है ल अहिले चाहिँ धेरै वर्गो उकालो हिँडाएपछि आइपुग्यो कहाँ आइपुग्यो चाहिँ थाहा छैन तर अघि हामीले चाहिँ बाटोमा चाहिँ 3 जना मान्छे भेट्यौँ 3 जना चाहिँ फर्किँदै तल ए भाइहरू यहाँबाट त धेरै छैन त्यही 1.5 घन्टा 2 घन्टा जस्तो कुरो गर्नुभएको थियो त्यो भनिकन हामी पनि आधी घन्टा 45 मिनट त आयो होला आइसक्यो है अब हामीले चाहिँ फुल फुलेको देख्न थालिसक्यो यस्तो दामी फुलहरू फुलिरहेको यो फुल चाहिँ नटिपिदिनु होला तपाईँहरूले किनकि अरू आउँदा पनि यसो फुलहरू चाहिँ हेर्न पाऊँ होइन अब चाहिँ यहाँबाट चाहिँ फुल फुलेको हल्का हेर्दै जानु पाउँछ र यो पर्पल कलरको फुललाई चाहिँ कसैले नि हातमा लिएर यसरी माडेर चाहिँ नसुङ्नु होला किनकि यसले चाहिँ टाउको दुखाउने कस्तो भित्रबाट गटारेर आउँछ अरे भन्ने चाहिँ हामीले सुन्यौँ र बाटो चाहिँ उकालै छ यस्तै उकालो हो अब ल 1-1.5 घन्टामा त हामी माथि पुग्नु पर्ने हो आज बस्ने ठाउँमा त्यसरी बस्छौँ फ्रेस हुन्छौँ घुम्छौँ ओर्छौँ
त्यसपछि अनि रेस्ट गर्ने, भोलि बिहानै उठ्छ हामी, अनि त्यसपछि भ्यू खोल्छ, त्यसपछि भ्यू हेरेर फोटोसोटो खिच्ने गर्ने, त्यसपछि फर्किने। ल बाटोमा भेट्दै जाउँ, आउनुहोस्। ल आइपुग्यो अब झन्डै 2-2:30 हाम्रो डेस्टिनेसन कोरी। यहीँदेखि सुरुवात हुँदैछ कोरीको लक्षणहरू। फुलहरू फुल्दैछ यसरी होइन, क्यामेरामा राम्रोसँग नदेखि पनि तर बाबाले फुल्दैछ यहाँ पनि। भेन्डा कलरको हो कि पिङ्क कलरको हो, येल्लो कलरको, पर्पल, सेतो। योभन्दा तलतिर अझ दामी फुलिरहेको थियो। अब योभन्दा बाबाले अब माथि गएर हेर्ने हो। धेरै गफ नगरौँ होइन। अब लगभग 2-10-20 मिनटमा त पुगिन्छ माथि नै। कुहिरोले चाहिँ यस्तो ढाकिरहेछ, यसरी कुहिरो उडेर आइरहेछ तलबाट, र यो चाहिँ एउटा सम्म ठाउँ जस्तो रहेछ। अब चाहिँ यहाँनिर जङ्गल छिर्नुपर्छ फेरि हामी। जङ्गल छिरिसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि हुसु लागिसक्यो जङ्गलभित्र। अब जङ्गलभित्र नि हुसु भेट्छ हामीले। हावा चाहिँ मिठो चलिरह। ल जाउँ बिस्तारी। दोया खर्का भन्ने ठाउँमा आइपुग्यो होइन। त्यसपछि अब यहाँ चाहिँ यस्तो रहेछ, यहाँ एउटा गोठ जस्तो रहेछ, सम्म ठाउँ। यहाँनिर चाहिँ हुसु आइरहेको छ यसरी। फुलहरू चाहिँ मस्त फुलेको छ है, यस्तरी दामी फुलेको छ। मोबाइलमा त्यति देखेको छैन होला होइन, तर यहाँ आफ्नो आँखाले हेर्दाखेरि चाहिँ एकदम बवाल नै देखिरहेको छ होइन। तलतिर नि मिठो फुलिरहेको छ। अब हामी यहाँबाट चाहिँ उयो माथि यहाँ बोर्ड छ एउटा, त्यहाँ पुगेर अब हामी मासतिर लाग्नुपर्ने हुन्छ जस्तो लागिरहेको मलाई। ल अब हेर्दै बाँझको पात हल्लाउँदै छहरालाई गिजाउँदै ओकालीको बादलुलाई उडाउँदै जिल्याउँदै ओकालीको बादलुलाई उडाउँदै जिल्याउँदै। हामी चाहिँ अहिले यस्तो राम्रो ठाउँमा आएको छौँ। यहाँ चाहिँ रुखहरू चाहिँ सबै कोल्टेको छ। यहाँनिर चाहिँ सबै तल फर्केको। बाटो चाहिँ यस्तै छ। अब जाँदैछौँ यहाँ चाहिँ हामी चौचौ ब्रेक हुँदैछ हाम्रो। धेरै उकालो हिँडेर आएपछि अलिक भोक लाग्यो जस्तो हो र बाटोले हो चौचौ ब्रेक हुँदैछ यहाँनिर। अब एकछिन खान्छौँ अनि मासतिर लाग्छौँ। हामी चाहिँ उता हुगुबाट आउने र सिक्लेसबाट आउने दो बाटो चाहिँ कटेर अलिकति माथि आएर चाहिँ बसेको छौँ। अब यहाँबाट चाहिँ बढी लाग्यो, आधी घन्टा लाग्छ भन्ने कुरो चाहिँ सुन्यो। यहाँ चाहिँ बाटोहरू खुड्किलाहरू बन्दैछ। उकालो त उकालै छ यहाँबाट पनि। यो उकालो चढेर जानुपर्छ हामी। यो उकालो चढेर यो डाँडो कटेपछि चाहिँ होटेलहरू देख्छ अरे भन्ने कुरो आयो। अब आधी घन्टामा हामी पुग्छौँ। हामीहरू खुट्टा मसाज गर्दै अभ्यास दोस्त। फाइनली कोरी आइसकेका छौँ। लगभग 6:30मा हिँडेको 2:30 भएछ। अनि चाहिँ 7:30, 8:30, 9:30, 10:30, 11:30, 12:30, 1:30, 2:30, 8 घन्टा 1-1.5 घन्टा हामीले बाटोमा बस्यो होइन। त्यसपछि चाहिँ हामी आइपुग्यौँ कोरी डाँडा। कोरी डाँडा आइपुग्यौँ। फुल यस्तो फुलेछ, पानी परेछ होइन। त्यसपछि अब भोलि जानुपर्ने कहाँ हो, त्यो डाँडातिर होला। धेरै छैन, 10-15 मिनट हामी चाहिँ यहाँ बसेका छौँ। त्यसपछि सधैँ फुलहरू फुलेको छ, यस्तै छ होला। जाडो छ, पानी परेको छ। साँझ परेपछि नि लैलै याद आउँछ तिम्रो धेरै मनभित्रको गुप्त कोठामा। तिमी नै भन न म के गरौँ तिमी बिना। गुड मर्निङ सबैजनालाई। आज चाहिँ हामी कोरी डाँडा आइपुगेको छौँ र कोरीमा चाहिँ चिसो छ। घाम चाहिँ लागेको छैन, लाग्ला जस्तो भइरहेछ।
बादल चाहिँ कालो भइरहेछ, पानी पर्ला जस्तो भइरहेछ, तर पानी नपरेर मौसम खुल्ले हुन्थ्यो। फुलहरू चाहिँ एकदम मजाले फुलेको छ, विशाल हेर्न सक्नुहुन्छ तपाईँहरू, एकदम राम्रो फुलेको छ फुलहरू चाहिँ। र अब हामी चाहिँ यहाँबाट चाहिँ उतै माथि एउटा भ्यू पोइन्ट जस्तो छ, भ्यू पोइन्टमा जानेवाला छौँ हामी चाहिँ। ल तपाईँहरूलाई नि हामी सँगसँगै भ्यू पोइन्टमा लानेछौँ, आउनुहोस्। उडेर जाऊ गाउँ तिम्रो माया समाउन, आँखैमा मेरो नबोली हेर त्यो मनलाई बुझाउन, बेग्लै छ बेगा जो हावामा लाग्यौ कमालो मुटु चुडेर, लाग्यौ कमालो मुटु चुडेर, के हो को हो थाहा पत्तै नहुनी, कति भयो लौ न नभेटी नहुनी, नभेटी नहुनी। मनै बराले न्याहुलको बोली, यति बेलामै चाहिँ के गर्दै होली। मनै अहिले चाहिँ हामी कोरी डाँडामा आएर चाहिँ यसो फोटोसोटो खिच्यौँ, एकछिन चाहिँ फुलेको थियो हिमालहरू पनि हेऱ्यौँ। अहिले चाहिँ हिमालहरू चाहिँ छैन, यस्तो पुरै हुस्सु हुस्सु भइसकेको छ, फुलहरू चाहिँ यस्तो राम्रो फुलेको छ है, एकदम झपक्कै फुलेको छ। र अब हामी चाहिँ होटेलमा जान्छौँ, होटेलमा गएर चाहिँ खाजासाजा खान्छौँ होइन। त्यसपछि अनि हामी बिस्तारै तल लाग्छौँ सिक्लेसतर्फ, र सिक्लेस पुगेर चाहिँ हामी चाहिँ त्यहाँबाट चाहिँ बाइक लिएर आजको हाम्रो डेस्टिनेसन भनेको पोखरा हुनेवाला छ। भोक पनि लाग्यो, भोक पनि लाग्यो, अब गएर खाजासाजा खाएर लाग्नुपर्छ। फर्किसकेको छौँ कोरीबाट। कोरीमा चाहिँ अब भ्यू खोल्ने चान्स चाहिँ 1% होला है, त्योभन्दा त छैन। हामीले चाहिँ बिहानै गरेर भ्यू स्यू यसो हेरेर फर्क्यौँ, अहिले चाहिँ कुहिरोले ढाकेर कस्तो भइसकेको छ। र हामी चाहिँ अब खाजासाजा खाएर फर्किँदैछौँ, र बाटो चाहिँ अहिले यस्तो छ, हुसु हुसु छ, फुलहरू चाहिँ एकदम मजाले फुलेको छ। फुल्न चाहिँ यहाँनिर चाहिँ अब घुम्न आउने मान्छेहरूले यसरी ढुङ्गाको चाङ लगाइदिनु भएको छ। र हामी चाहिँ अब जान्छौँ। अब आज चाहिँ हाम्रो ननस्टप ओह्रालो, उकालो भन्ने एक स्टेप नि चढ्नु पर्दैन, होइन 2 घन्टा चढ्नु पर्छ पछि लास्टमा गएर। अहिलेसम्मलाई चाहिँ यस्तै यस्तै छ। ल अब हामी अलि तल गइसिन चाहिँ भेट्नेछौँ। हामी चाहिँ अब कोरीबाट फर्किने क्रममा हिजो चाहिँ हामी यो बाटोबाट आएको, हुगुको बाटो हुँदै आएको, यो बाटो आएको, अनि यो त माथि गएको। अब हामी फर्किने बेलामा चाहिँ माथिबाट आएर अब यो बाटो जाने, तासाको बाटो हुँदै जाने। र यहाँनिर चाहिँ म्याप छ, यता जाँदा हुगु, माथि कोरी, यता कोरी, तल सिक्लेस। अब चाहिँ हामी सिक्लेस जाँदैछौँ यो बाटो हुँदै, र हेर्दै गर्नु होला। धेरै बेर 1 घन्टापछि ओह्रालो झराएपछि, ओह्रालो नि डेन्जरै रहेछ, ओह्रालो चाहिँ यो भयानकै रहेछ है। मान्छेहरू त्यसै यो बाटो गाह्रो भने चाहिँ हिँड्दैछ। यहाँ तल बाटो, त्यहाँ जानुपर्छ। तिमीलाई ओह्रालो झर्दा कस्तो भइरहेको? ओह्रालो मलाई चाहिँ अब उकालोभन्दा बढी ओह्रालो अप्ठ्यारो लाग्ने, ज्यानलाई चाहिँ होइन खुट्टालाई चाहिँ गाह्रो लाग्छ, त्यति हो, खासै गाह्रो त भएको छैन। ल हामी हिँडिरहेको छौँ, अब हिँड्ने नै छौँ र हिँडिरहनेछौँ। ल आज खासै मौसम त्यस्तो राम्रोसँग खुलेको छैन, कोरेमा नि एकैछिन खुल्यो, जे होस् चित्त बुझ्दा चाहिँ अब भयो, नभए नि भयो। अब हामी हेर्दैछौँ तासा, अब लास्ट सायद 20-25 मिनटमा पुगिन्छ होला। र जाउँ। र अहिले चाहिँ हामी माथिबाट झरेको 8:30मा झरेको, 11:30 हुनु 10 मिनट भइसकेपछि 3 घन्टा पनि लागेको छैन। हामी चाहिँ धेरै नै तल आइसक्यो। अब चाहिँ खोला देखिसक्यो, हाइड्रो पावर देखिसक्यो।
त्यहाँबाट भेट्छ होइन। अब बिच बाटोमा चाहिँ गाजा रहेछ, यसरी गाजाको बोटहरू नै गाजाको बोटहरू रहेछ। त्यहाँ सिस्नु पनि रहेछ। सिस्नु त उतापट्टि बाटोमा थुप्रै थियो। अविनाशलाई त पोल्यो पनि 2-4वटाले, मलाई चाहिँ एकचोटि पोलेन। तर यहाँ चाहिँ गाजा रहेछ। अब हामी चाहिँ जाँदैछौँ बिस्तारै, तलतिर गएर भेटौँला। अब सिक्लेस गाउँ चाहिँ उयो हो होइन, हामी जानुपर्ने यहाँ तान्तिङ भिलेज यो हो। र यहाँनिर चाहिँ के छ भन्दाखेरि यहाँ एउटा नेचुरल चरा छ। नेचुरल त के भन्नु, आर्टिफिसियल रहेछ। थोरै बेरपछि यो उकालोमा आइपुग्यौँ। अब हामी यो झोलुङ्गे पुल, पहिलाको पुल चाहिँ यस्तो रहेछ, भयानक रहेछ। त्यसपछि अब यो ठाडो यो भर्याङ हुँदै हामी पुग्नुपर्छ उहाँ माथि डाँडामा, त्यो माथि डाँडामा पुग्नुपर्छ हामी। त्यसपछि चाहिँ सक्यो हाम्रो यात्रा। त्यसपछि बाइकको यात्रा हुनेछ हाम्रो। जब तल आयो, अब झन् यो मेन उकालो आयो, तब चाहिँ खुट्टा दुखिरहेछ, तनाव भइरहेछ। सक्न त सक्छ, अब इजी हो हाम्रो लागि। ल आजको हाम्रोको लास्ट ओह्रालो यही हो। अविनाश जस्तै आउँदैछ यहाँबाट, लास्ट ओह्रालो हो। अब उयो झोलुङ्गे पुल कटेर अनि लाग्नुपर्छ हामी। कस्तो भयो एक्सपिरियन्स ओह्रालोको? ल ओह्रालो सक्यो। अब हामी उकालो लाग्नुपर्छ। ल खुसी लाग्यो। ल यहाँ तान्तिङ यहाँ कता जाने यहाँ हेर्नु होला। 6 घन्टाको हिँडाइपछि सिक्लेस आइपुग्यो। अब यहाँबाट एकछिन बाइक राखेको ठाउँमा बस्ने हो। त्यसपछि अनि बाइक लिएर गएर पोखरामा भेट्ने हो आज। ल थाकिसक्यो। हामी चाहिँ आज पोखरामा, हिजो पोखरा नाइट हानेर यहाँ कोठाको हालत यस्तो छ। फाइन चढेर लुगा सुकिरहेको छ, यता एसी चलिरहेको हाम्रो। यस्तो छ यो कोठाको हालत, व्यवस्थित छ नि। हाम्रो त खत्तम भइसक्यो छ यार। ल अहिले चाहिँ यो चाहिँ रिसोर्ट, एउटा रिसोर्ट रहेछ। रिसोर्ट माथि चाहिँ झर्ना छ, यसरी रिसोर्ट रहेछ। बाटो चाहिँ यस्तै रहेछ। रिसोर्टहरू राम्रो रिसोर्टहरू छ। र हामी चाहिँ अब यहाँनिर हेर्न आएको छौँ रिसोर्ट कस्तो छ भनेर। अब रिसोर्ट देखाउँछौँ है त। ए इन्ट्री गर्ने त्यो पैसा ब्यागको 100 रुपियाँ ब्याग। हामी मान्छे मात्रै भएर लिँदैन। यो के गर्यो भने यहाँ सबै हेर्न आउँछ, अनि खाना यो गण्डकी टावर छैन, त्यो गण्डकी टावर जान्छ कि त्यो अहिलेको तलको के। त्यही भएर धेरै जस्तो अहिले मान्छे आउनु छोड्यो कि अहिले त्यहाँ हुन्थ्यो। ल हामी चाहिँ अहिले कहाँ भन्दाखेरि कहाँ आइपुग्यो, फार्म हाउस रेस्टुरेन्ट टोयलेट रेस्टरुम यता गण्डकी ट्राउट फार्म छ यहाँनिर चाहिँ। प्लास्टिक सेम नेचुरल देखिरह है। हाँस करा हाँस करा यो चाहिँ यस्तो छ, दामी रहेछ के सधैँ झर्ना हूँ अनि ए ट्राउट माछा हेर नि। ट्राउट माछा चाहिँ यसरी यहाँनिर यसरी फार्मिङ हानिँदो रहेछ नेचुरल वाटरबाट। यो चाहिँ यहाँबाट यी माछाहरू त कति छ है। यहाँबाट दामी रहेछ चाहिँ पिङ खेल्दा मान्छेहरू ए टक्कसँग लगाएर ट्राउट माछा नेचुरल क्लियर पानी छ, माछाहरू यस्तो छ। अब हामी फार्म हाउसतिर जाँदैछौँ है त।
हामी चाहिँ अहिले पोखराबाट फर्किने क्रममा छौँ र हामी चाहिँ यता अलि माथि आएको थियौँ यहाँ र यहाँनिर चाहिँ यस्तो सिन छ यहाँनिर चाहिँ अब यो डाँडाहरू चाहिँ यस्तो दामी देखिरहेको छ भित्रैदेखि यो सबै यस्तो यस्तो खतरा देखिरहेछ हामी चाहिँ जाँदैछौँ है त ल अहिले चाहिँ पोखराबाट फर्किने क्रममा हामी चाहिँ ऐना पहरामा आइसकेको छौँ यहाँनिर चाहिँ भित्तामा यसरी खोपेर बनाइएको छ यहाँनिर छ त्यसपछि यहाँनिर चाहिँ गणेशको ठुलो छ यहाँनिर गणेशको मूर्ति टाउको भनौँ न र ठाउँ चाहिँ एकदम राम्रो डाँडामा यस्तो चिल हान्नलाई राम्रो छ अब हामीले चाहिँ ब्रदर्स चटपटीबाट चटपटी लिएर आएर अब कोक र चटपटी हान्नेवाला छौँ यहाँ झर्ना चाहिँ यस्तो झर्ना पनि राम्रो छ तपाईँहरू नि यदि मुगलिनबाट पोखरा जाने क्रममा हुनुहुन्छ भने यो ठाउँ चाहिँ एकचोटि अवश्य पस्नु होला फाइनल्ली कोरीको कम्प्लिट हानेर चाहिँ अब घर आइपुग्नु लागिसक्यो अब घर चाहिँ कति 10-15 मिनट पुग्छ होइन पुग्छ र अविनाश जसको अनुहार चाहिँ यस्तो भएको छ कि बडा खतरनाक भएछ अझै मुख धोएर यतिको भएको ल अब हाम्रो भ्लग चाहिँ अब यहीँ सघाउँछौँ हामी